नमस्कार अनि हार्दिक स्वागत छ। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण श्रोताहरूमा मुक्तक दोहोरी लिएर म रमेश बस्नेत उपस्थित भइसकेको छु। अब लागौं मुक्तक दोहोरीतर्फ। दिन होस् या रात तिमीमै हराउँछु सानी, खै गुमाउनु पर्छ कि भनी डराउँछु सानी, मलाई समाजले जे भन्नु छ भनोस्। दिन होस् या रात तिमीमै हराउँछु सानी, खै गुमाउनु पर्छ कि भनी डराउँछु सानी, मलाई समाजले जे भन्नु छ भनोस्। धरो धर्म हृदयदेखि मन पराउँछु सानी, धरो धर्म हृदयदेखि मन पराउँछु सानी। प्रति उत्तरमा रहेको छ, सुटुक्क चोर्यो मन सपनीमा आउनेले, यो मेरो मस्तिष्कमा घरी धाउनेले, किन लिन्छौ परीक्षा अब व्यर्थैमा मेरो। सुटुक्क चोर्यो मन सपनीमा आउनेले, यो मेरो मस्तिष्कमा घरी धाउनेले, किन लिन्छौ परीक्षा अब व्यर्थैमा मेरो। सपनीमा आउनेले दिलमा बास बसाउनेले, सपनीमा आउनेले दिलमा बास बसाउनेले। यसै गरी यसको प्रति उत्तर लेख्नु भएको छ, निराश दिललाई सहजै हँसायो प्रिय, ख्यालै ख्यालमा मुटुमै बसायो प्रिय, खै तिमीसँग कतै टुना मुना छ कि जादु। निराश दिललाई सहजै हँसायो प्रिय, ख्यालै ख्यालमा मुटुमै बसायो प्रिय, खै तिमीसँग कतै टुना मुना छ कि जादु। एकै नजरले फसायो प्रिय, एकै नजरले फसायो प्रिय। तिम्रो मिठो बोलीमा फस्न पुगेछु, अन्यायसै अंगालोमा कस्न पुगेछु, माया हो या आकर्षण बुझ्नै सकिन। तिम्रो मिठो बोलीमा फस्न पुगेछु, अन्यायसै अंगालोमा कस्न पुगेछु, माया हो या आकर्षण बुझ्नै सकिन। कल्पनामै त्यो मुटुमा बस्न पुगेछु, कल्पनामै त्यो मुटुमा बस्न पुगेछु। प्रिय तिम्रै आवाज सुन्छु जताततै, खोज्छु चारै दिशा भेटिएनौ कतै, सम्झनाले जलाइरहन्छ यो मुटु। प्रिय तिम्रै आवाज सुन्छु जताततै, खोज्छु चारै दिशा भेटिएनौ कतै, सम्झनाले जलाइरहन्छ यो मुटु। भन न प्रियसी उतै कतै छौ कि यतै, भन न प्रियसी उतै कतै छौ कि यतै। अब यसको उत्तरमा रहेको छ मेनुका शर्माले लेख्नु भएको मुक्तक। मैले आफैलाई अन्योलमा पारेकी छु, मेरो हर इच्छा चाहना मारेकी छु, तिम्रो खुसीकै लागि भए तापनि प्रिय। मैले आफैलाई अन्योलमा पारेकी छु, मेरा हरेक इच्छा चाहना मारेकी छु, तिम्रो खुसीकै लागि भए पनि प्रिय। नचाहँदै पनि मैले हारेकी छु, नचाहँदै पनि मैले हारेकी छु। अब यसको प्रति उत्तरमा नारद प्रसाद आचार्यले लेख्नु भएको मुक्तक रहेको छ। प्रत्येक वर्ष प्रणय दिवस वसन्तको बहार बोकेर आउँछ, कहिले मिठाई कहिले फूलको कण्ठहार बोकेर आउँछ, तर यहाँ कसले बुझ्छ र प्रेमको कोमल अनि गहिरो भाषा। प्रत्येक वर्ष प्रणय दिवस वसन्तको बहार बोकेर आउँछ, कहिले मिठाई कहिले फूलको कण्ठहार बोकेर आउँछ, तर यहाँ कसले बुझ्छ र प्रेमको कोमल अनि गहिरो भाषा। स्वर्णिम प्रभात आत्मीयताको नौलो उपहार बोकेर आउँछ, स्वर्णिम प्रभात आत्मीयताको नौलो उपहार बोकेर आउँछ। यसै गरी यसको प्रति उत्तरमा मेनुका शर्माले लेख्नुहुन्छ, यो धड्कनलाई त्यो मुटुले छोडे जस्तो छ, अरूतिरै पो मायाको तार जोडे जस्तो छ, हिजोसम्म देवी देउराली भाकेर खाएको। यो धड्कनलाई त्यो मुटुले छोडे जस्तो छ, अरूतिरै पो मायाको तार जोडे जस्तो छ, हिजोसम्म देवी देउराली भाकेर खाएको। तिमीले त्यो बाचा कसम तोडे जस्तो छ, तिमीले त्यो बाचा कसम तोडे जस्तो छ। यसै गरी यसको प्रति उत्तरमा नारद प्रसाद आचार्यले लेख्नुहुन्छ, प्रेमको नशा पिलाएर मतायो प्रेम दिवसको शुभकामना, छटके नयनका तीरले सतायो प्रेम दिवसको शुभकामना। तिमी मेरो हारको जित हौ, अमर संगीतको मिठो प्रीत हौ, मायाको एक मुस्कानले सतायो प्रेम दिवसको शुभकामना, मायाको एक मुस्कानले सतायो प्रेम दिवसको शुभकामना। प्रति उत्तरमा मेनुका शर्माले लेख्नुहुन्छ, यो च्यातिएको पाना अब सिउनु कसरी, विष घोलेर अमृत दियो पिउनु कसरी, तस्बिर मेटिएला बरु तिम्रो याद मेटिँदैन। यो च्यातिएको पाना अब सिउनु कसरी, विष घोलेर अमृत दियो पिउनु कसरी, तस्बिर मेटिएला बरु याद मेटिँदैन। तिमी बिना यो जिन्दगी जिउनु कसरी, तिमी बिना यो जिन्दगी जिउनु कसरी। यति भन्दै आजको मुक्तक दोहोरी सकिएको घोषणा गर्दछु। नमस्कार।